सो अहिले चाहिँ 5:30 हुँदैछ। 5 बजेको अलार्म लाथे, अलार्मै बजेको थिएन। अचानक उठी पठाएर हेर्दा चाहिँ 5:30 बजिसकेको रहेछ। आज चाहिँ के छ प्लान भने चाहिँ आज चाहिँ हामी जात्रामा जाँदैछ। छोराको गाई जात्रामा पूजा गरेर गाई जात्रा के हो यादै छैन यार। ओए सुदीक्षा, Welcome to Mumbai. You have to wake up, darling. Chalo utho, utho. Sudiksha. Oi. Sudiksha, छिटो न छिटो। मुख सुख धोएर जानुपर्छ कि हामी। ब्युटिफुल भएर चाहिँ हामी जानेछौँ आज जात्रामा। गाई जात्रामा। यहाँबाट चाहिँ हामी लैनचौर जानुपर्छ हैन। बाहिर पानी पनि पर्दैछ हल्का हल्का। पानी झरीमा जात्रा मजा आउँछ। आँखा दुख्छ पुरा, आँखाले सुनिरहेको छ। यस्तो छ जिन्दगी चाहिँ, यस्तो छ। कति बजिसक्यो? 5:38 भइसक्यो। ओ सुदीक्षा, हुँदैन। नो 10 मिनट। जल्दी से उठो। म पनि एकदम बेसी सुत्ने मान्छे हो, तर आजकल उठ भने चाहिँ उठिदिइहाल्छु। उठ भन्नु पर्दैन। आई क्यान स्लिप। बेलुका राति कति बजी सुतेको हामी त होइन, म 2 बजी सुतेको। यसलाई उठाइकिन म भ्लग स्टार्ट गर्छु त। ओके बाई गाइस। मलाई के अरे जानु नि, मुख धोएर आउनु न अरे। लास्टमा ढिलो गर्ने चाहिँ ऊ है, म भन्दा बेसी ढिलिने चाहिँ उयो स्टुपिड। उठा अब जाउँ, मुख धोइकन आऊँ। सो गाइस हामी चाहिँ हामी रेडी भएर त्यसपछि वी विल स्टार्ट आवर भ्लग। ओके बाई गाइस। गाइस पानी पर्दैछ, सिम पानी पर्दैछ। अहिले बज्यो 6:39। मेरो एउटा बानी चाहिँ एकदमै नराम्रो छ कि, उठ्ने बित्तिकै भोक लाग्छ मलाई बढी बेसी। के अरे के भन्दैछ नि? बिहान नखिच्ने झ्याउ लाग्ने अरे। झ्याउ कहाँ लाग्यो भने त बुम। सो अब चाहिँ हामी निस्केको। पानी पर्दैछ, सिमसिम पानी पर्दैछ। सबित मेरो छोरो म को भन्देऊ न मेरो छोरो। कसले करे यहाँ आउन पप्पी गरिदिउँ न। पप्पी छिटो न, छिटो। अझै बाहिर थाक्यो। हे टाढै बस, पुरा भिजिरहेको छ तिमीहरू। कतिजना के यो त जाने हेर्नु न। लु सबैजना हुनु पर्यो नि। खै त के गरेको माला हजुरमाला चिगर हजुरमाला चिगर
Moi, moi, je suis là, j'en suis le cas. Ouais. नमस्ते बाबु त्यो खोइ डल्लोमा राख्ने कमण्डलमा के राख्ने फुल डल्लो चाहन्छु अब चाहिँ हामी हिँड्नेवाला कति बजे 9 बजे यता हेर सोभित सिगान चुहेको भयो कि टाउको त्यसले उ गर्दा के झोलामा हाल्यो अहिले एकछिन गाना हेर दादाले गरेको त गर्नु नत्र लाँदैन तिमीलाई गाना दादाहरू त कस्तो ज्ञानी भइरहेछ गोलीले बाँड्नु पर्छ तिमी पनि आएको सम्राट यसले धारे धारै धारे धारे यहाँ घरमा अलिक छ नि अब दिन्छ माले कति दिन्छ पूजा गर्नुपर्छ को ज्ञानी नभए अनि हुन्छ बाबु धेरै ज्ञानी मलाई रिस उठ्छ क्या है मलाई धेरै ज्ञानी छ मेरो कुरा गाइस अब चाहिँ हाम्रो चाहिँ गाई जात्राको चाहिँ अब चाहिँ सुरुवात भइसक्यो हो कपाल चाहिँ सुरु बाँध्दैछ अब बल्ल बल्ल अलिक जात्रामा आएको जस्तो फिल भयो यता हेर न अल्मुल केसी जस्तो छ हामी हिँडेकै अब बल्ल बल्ल हिँड्दैछौँ एकछिन बसेर उसले थप्दैछ कराउँछ अहिले मलाई पुरा होइन अहिले एकछिन म गर्छु ल बाय नहीं बाहिर नो बाहिरको पनि जाँदैन